अन्त यहाँ देख्न सक्नुहुनेछ हाम्रो दाले खनेर सकिदिइसक्नु भएको छ। यहाँ हाम्रो दाले छिटो काम गर्नुहुँदो रहेछ। अघि बिहान मात्रै गर्नुभएको, यहाँदेखिको चाहिँ अघि बिहान गर्नुभएको। दाले यति गरिसक्नु भएको, त्यहाँ माथि पुगिसक्नु भएको छ। आमा कस्तो कस्तो छ नानीलाई दाले चाहिँ छिट्टै गरिदिँदो रहेछ क्या। जेसिबी अपरेटर दिपेशलाई पनि फलो गरिदिनु होला। फेसबुक पेज, इन्स्टा, युट्युब सबैतिर छ दाको चाहिँ, देख्न सक्नुहुन्छ। फाइनली सकिसकेको छ यहाँको काम। अब जानुहुन्छ एकछिन बाद, अब चिया खाइकन जानुहुन्छ होला सायद, हेर्नु सक्नुहुन्छ। यहाँनिर रुखहरू पनि त्यो रुख पनि जराहरू हान्छ भनिकन भाँचिदिनु भएको छ दाले। दालाई नराम्रो लागेको छ रुख भाँच्दाखेरि चाहिँ। यहाँ नालीहरू पनि काटिदिइसक्नु भएको छ, देख्न सक्नुहुन्छ तपाईँहरूले। यो ढुङ्गा त्यहाँ पर चाहिँ यहाँ ल्याइदिनु भएको छ दाले। अन्त यहाँनिर खनाइ स्टार्ट फेरि, देख्न सक्नुहुनेछ। यो दाले के छिटो छिटो स्पिड यहाँ आइपुग्नु भएको छ। होला तपाईँहरूले जेसिबी अपरेटर दिपेशलाई फलो गरिदिनु होला। अनि यही भन्दै आजको काम समाप्त हुन्छ होला। हुन्छ त दिपेश जेसिबी अपरेटर दिपेशलाई फलो गरिदिनु होला। धन्यवाद।